हेलो नमस्ते म शिव कृष्ण सुनार। आज हामी बनाउन जाँदैछौँ भेज थुक्पा। थुक्पा बनाउनको लागि चाहिँ सबैभन्दा अगाडि पहिला भेजिटेबल स्टक वाटर बनाएर राख्नुपर्छ। मैले चाहिँ ह्यान्ड टु ह्यान्ड बनाउँदैछु। अनि हामीले काटेको प्याज टमाटर स्लाइसमा काटेको छु यसमा। अनि ओइल हाल्ने अनि जिन्जर गार्लिक हालेर अलिकति यसलाई सते गर्ने। ब्राउन गराइसकेपछि अघि नकाटेको प्याज अनि टमाटर पहिला चाहिँ प्याजले हालेर अलिकति ब्राउन गर्नुपर्ने हुन्छ। यहाँ जस्तै मैले काटेको छु यो स्लाइसमा छ। अनि प्याजले अलिकति भुटिसकेपछि अलिकति मात्र अनि त्यसपछि त्यसमा चाहिँ टमाटर एड गरिदिने। यसमा टमाटर एड गरिसकेपछि अलिकति नुन हालेर यो सोते हुने गरी गरिदिने। अलिकति त्यो स्टक वाटर युज गरेको छौँ हामीले चाहिँ। अलिकति स्टक वाटर युज गरिसकेपछि एकछिन बोइल हुन दिने यसमा। अनि अलिकति हल्दी पाउडर मसलाहरू मैले क्याप्सनमा राखिदिन्छु हजुरहरूले के युज गरेको छु। बाँकी चाहिँ बोइल पटेटो हाल्ने अनि यसले पनि मिक्स गर्ने। मिक्स गरेर त्यो हामीले स्टक वाटर बनाएको त्यसले चाहिँ स्टक वाटर गरिदिने। अनि यसमा हामीले नुडल एड गर्ने। नुडल एड गरिसकेपछि यो हाम्रो रेडी हुन्छ। अनि रेडी भइसकेपछि यसले चाहिँ हामीले सर्भ गर्छ। यसले के कस्तो तरिकाले बनाएको छु सब मैले A to Z क्याप्सनमा लेखिदिएको छु। अनि हजुरहरूले एकचोटि ट्राई गर्नु होला। यो चाहिँ मैले बनाएको आफ्नो स्टाइलमा। अब हजुरहरूले के कस्तो बनाउनुहुन्छ हजुरहरूले आफ्नो होटल रेस्टुरेन्टमा। यो चटनी चाहिँ मैले अलरेडी बनाएर राखिसकेको थिएँ। यो चटनीमा चाहिँ त्यस्तो केही पनि छैन, सिम्पल छ, घरमा बनाएको जस्तो